सो गाइज हामी चाहिँ अब सपिङको लागि जाँदैछु जेबीतिर। हाम्रो चाहिँ छुट्टी भयो होइन, आज धेरै ड्युटी गरेन हामी। सो गाइज हामी चाहिँ अब कम्पनीबाट निस्किसक्यो, अब चाहिँ हामी रुमतिर जाँदैछु पलाएर। अब रुममा गएर चाहिँ लुगासुगा लाइन्छ अनि त्यहाँबाट ग्राब बुक गरिन्छ अनि त्यहाँबाट जान्छ ल। सो हामी चाहिँ गइसक्यो, गाडी आइसक्यो, हामी चाहिँ अब हिँडेको हामी चाहिँ सपिङ गर्नलाई। आजको सपिङ कस्तो हुन्छ गाइस हेरिदिनु है ल, टक्क गएर ओके हामी चल्दै ल। फाइनली गाइस हामी चाहिँ आउनु लागिसक्यो, पानी नि परिरहेको छ अलिअलि। फाइनली हामी चाहिँ आइसक्यो अब मार्केटतिर। यहाँ छ मेरो दोस्त, चिलमा बसिरह। यहाँ गएर अब पैसा झिकेर अनि पहिला पेट पूजा गरिन्छ। माथिको चाहिँ ब्याङ्क हो हाम्रो। फाइनल गाइज हामी चाहिँ आइसक्यो है। अब हामी ब्याङ्क जाँदैछु पहिला पैसा झिकेर त्यहाँबाट पेट पूजा गर्ने। साथी चाहिँ ब्याङ्क गएर आउँछ। ब्याङ्क चाहिँ यही हो ब्याङ्क चाहिँ। बस्छु वेटिङमा। हाम्रो केटाले चाहिँ पैसा झिकेर आइसक्यो। अब हामी जान्छु भात खान। ल हामी चाहिँ पैसा झिकेर आइसक्यो होइन, अब गएर लम गएर भोक लागिरहेको। अगाडि छ नेपाली पसल, हाम्रो होटेल हो हाम्रो। हामी जाँदैछु। पुल बनाउनु आँटेको रहेछ। पुल बनाउनु थालेको छु। हाम्रो दिदी बहिनीहरू चाहिँ यहाँ साइडबाट हिँडिरहेको छ होइन। यहाँ चाहिँ बन्धु भाइहरू बसिरहेको। अब गएर यहाँ पेट पूजा गरिन्छ। आइसक्यो हामी पसलमा। दाग पिसल लागेर मुत्नुमा साह्रो भइसक्यो है। मुद्दैछु है ढेँडो हैन कुनको खसी कुखुरा बङ्गुर खसी। फिर से आ गए रे बाबा, इधर जहर खाने का पैसा नहीं है, तू जा रे जा यार तू कुछ। अनि खाना खाना खसी खाना खसी ढेँडो अनि मलाई बुङ्गुर तलै बुङ्गुर खाना खसी ढेँडो। ढेँडो त्यो पाकिसक्यो। ढेँडो चाहिँ अलिक टक्क लगाएर मजाले मस्काएर ल्याइदिनु है। त्यही त अलि त्यो गिड्काइ होइन कि अलिक मजाले क्या। तपाईँले बनाउने हो ए ल मजाले ल। फाइनल गाइज हाम्रो ढेँडो चाहिँ आइसक्यो। यो चाहिँ खाना खानेले खाँदैछ। लगाइछ यसले चाहिँ खायो अब ल। आएर ढेँडो नआएर त पुरै भएन होइन। बढेको छ र बढाइ चढाओ यहाँ सुँगुरको मासु दामी भयो। यत्रो खाएर पनि खसीको मासु खाएर पनि यसलाई नपुगेर पनि यतिले नपुगेर यहीँ फेरि बुटन खाँदैछ ल। यसले त यसलाई भन्नु केही छ खुवाइ त मरद छ नि केटा हेर्नु है गाइस। लस्सी खानामा हामी चाहिँ अब मार्केट छिन्लाहा। मार्केट जाँदाको बिल्डिङै बिल्डिङ छ। यहाँ चाहिँ चाइनिजहरू हेरेर यहाँ चाहिँ क्रिसमसको लागि बाल चल्दा रहेछ गाइस। हामी चाहिँ छिर्यो मार्केटमा। 25 रुपियाँ।
यो पनि दामी छ त सर्ट किनेको कस्तो खासै म्याच गरेर जस्तो लाग्यो अर्को चुज गरेर आएको छ यसले चाहिँ म्याच हाने जस्तो लाग्यो सेम कुखुरा चोर बाख्रा ठोक्वा फाइनली गाइज मैले चाहिँ सामान किनिसक्यो सपिङ गरियो हेलो हामी चाहिँ अब फर्किउँला गाइज यति नै भन्नु चाहे सो गाइज हामी चाहिँ फर्केको मलाई चाहिँ निन्द्रा लाग्यो थके पनि लाग्यो सो यति नै हो मेरो भ्लग भने नि के भने नि यति नै हो धेरै धेरै धन्यवाद हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच